कन्ट्री गएको थियो होइन, बाध्यता थियो कि रहरहरूले चाहिँ अलिकति सताएको थियो मलाई चाहिँ, त्यही भएर यो विदेशै नजाने। अब विदेशै चाहिँ मलाई वाइल्ड पैसा कमाउनु पर्यो। हेलो नमस्ते आफूलाई सबैजनालाई, आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आजभोलि चाहिँ फेरि मौसमले गर्दाखेरि अलिकति रुगाखोकीको कारणले गर्दाखेरि अलिकति टाउको दुख्ने ज्वरो आउने चाहिँ सबैले भइरहेको छ। तपाईँहरूले हेल्थको चाहिँ अलिकति राम्रोसँग केयर गर्नु होला भन्न चाहन्छु साथीहरू। अनि आज फेरि यो सानो एउटा भ्लग बनाऊ कि एउटा भिडियो लिएर आएको छु तपाईँहरूले। अब म ब्रेकफास्टको टाइम पनि हो, यतिखेर चाहिँ मेरो ब्रेकफास्ट टाइम भयो, ठ्याक्कै 8:30 9 नै बन्द लागिसक्यो। त्यही भएर चाहिँ एउटा सानो भिडियो लिएर आएको छु। पनि ब्रेकफास्ट टाइम थियो, अन्त एउटा अब खाँदै कुरो पनि गरौँ तपाईँहरूसँग, के कुरो सेयर गरौँ होइन। कुरा चाहिँ के हो भन्दाखेरि तपाईँहरू युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। सब्सक्राइब त मजाले गरिदिनु होला, लोभ नगर्नु। अनि जो मेरो मेम्बर हुनुहुन्छ तपाईँहरूले पनि वेलकम गर्न चाहन्छु यो ब्लगमा, सबैजनालाई वेलकम गर्न चाहन्छु। अनि कुरा के हो भन्दाखेरि साथीहरू, जुन म बाहिरबाट फर्केको पनि लगभग 2 इयर्स हुन लागेको रहेछ। त्यही भएर चाहिँ कसरी गएको थियो, कुन कन्ट्री गएको थियो होइन, जानको लागि के भएको थियो, अनि बाध्यता थियो कि रहर थियो कि बाहिर जानको लागि चाहिँ, यो कुराहरू चाहिँ तपाईँलाई म आज यही भिडियो मार्फत चाहिँ जानकारी दिन चाहन्छु होइन। भिडियो मार्फत नै सबै कुरो खुलाउन चाहन्छु बिस्तारै नै। मैले पहिला पनि भनिसकेको थिएँ, किनकि फेसबुकमा चाहिँ मैले पहिल्यै भनिसकेको थिएँ, युट्युबमा चाहिँ मैले बनाइदिएन। के भएको थियो, के किन नेपाल रिटर्न भयो, यो कुराहरू चाहिँ सबै अब बिस्तारै नै आउँछ। त्यही भएर तपाईँहरूले यो भिडियोलाई चाहिँ मजाले स्किप नगरिकन हेरिदिनु होला, साथ सपोर्ट पनि गरिदिनु होला होइन। धेरै गाह्रो छ नेपालमा त्यतिकै बसिराख्नु पनि होइन। अब अहिले काम पनि छैन, जे होस् पहिलाभन्दा अलिकति बिरामी पनि थियो, त्यो बिरामी अलिकति रिकभर पनि भइसक्यो। धेरै कुराहरू राम्रो हुँदैछ, सबैको राम्रो हुँदै जान्छ होइन। आफूले मेन्टेन जे कुरा पनि सबै कुरा म्यानेज गर्नुपर्ने हुँदो रहेछ होइन, मेन्टेन पनि गर्नुपर्ने हुन्छ। एक कुरो लाग्ने होइन, एक कुरो भइराख्ने त्यस्तो कुराहरूले चाहिँ अलिकति सताएको थियो मलाई चाहिँ। त्यही भएर चाहिँ धेरै कुरो प्रब्लमहरू पनि आयो। त्यो कुराहरू तपाईँले म यो भिडियोमा नै राख्छु होला। आज यो भिडियोमा नभए पनि तपाईँहरूको सेकेन्ड भिडियोमा चाहिँ हुन्छु। अब सुरु गरिहालौँ साथीभाइहरू, किनकि यो फेरि मलाई यो फेसबुक के अरे यो क्यामेरा अगाडि ठ्याक्क बोल्नलाई पनि अलिकति अवड लाग्छ है, किनकि बानी छैन राम्रोसँग। बिस्तारै बिस्तारै सिक्दै हो, म पनि अरूको हेर्दा होइन सिक्दै हो। अनि मेरो ब्रेकफास्टमा चाहिँ कफी लिन्छु पहिला मैले बिहान चाहिँ ग्रिन टीहरू तातो पानीहरू खाइसक्यो, अनि कफी खान्छु होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो हुन्छ फेरि मेरो ब्रेकफास्ट चाहिँ। तपाईँहरू अचम्म पर्नुहुन्छ होला होइन, यो चाहिँ किन यतिकै म खान्छु भन्दाखेरि, जुन अहिले मैले मेडिसिनहरू लिँदाखेरि पहिला मेडिसिनहरू पहिला लिइसकेको थियो, त्यो मेडिसिनहरूले चाहिँ तपाईँलाई अलिकति क्याप्चर गर्न सक्छ। त्यो क्याप्चर गर्नको लागि, क्याप्चर नगर्नको लागि चाहिँ अब इनर्जी चाहिन्छ। इनर्जीको लागि चाहिँ धेरै कुराहरू खानुपर्ने हुन्छ साथीहरू। जो अब तपाईँहरूले मेडिसिनहरू खाइरहेछ, यस्तो कुराहरूमा चाहिँ खानामा डाइटिङमा पनि मिलाउनु पर्ने हुन्छ। त्यो मेडिसिनले मात्रै तपाईँको धेरै हेल्थको लागि चाहिँ, अब मेडिसिन भनेको कुरो एउटा कुरो भनौँ न निको हुन्छ, तैपनि त्यो निको भयो भने तपाईँको इनर्जी चाहिँ लस गर्दै जान्छ। त्यही भएर चाहिँ तपाईँहरू यो डाइटहरू पिल्नु होला। जुन तपाईँहरू मेडिसिन खाइराख्नु भएको छ भने केयरलेस नगर्नु होला। आफ्नो हेल्थभन्दा सबै कुरा ठुलो चाहिँ केही होइन होइन। त्यही भएर म यत्तिको चाहिँ लिन्छु होइन। तपाईँहरू नहाँस्नुलाई, फेरि यो खानाभन्दा नै चर्को छ होइन, डन्ट माइन्ड यो कुरा चाहिँ होइन। किनकि खानुपर्छ, मैले मेडिसिनहरू खाइरहेको हुन्छ प्राय पहिलाको भन्दा अहिले त धेरै कम भइसक्यो मेडिसिनहरू। म त्यति लिँदैन, कफी म लिन्छु। कफी चाहिँ किनकि मुड फ्रेस हुनको लागि, बिहानको लागि, अब दिनभरि के कुराहरू हुन्छ नि, तनाव हुन्छ, त्यतिखेर पनि कफी खाइराख्छु म दिउँसोतिर पनि होइन। अनि साथीहरू अब सुरु गरेर म खान्छु पनि। यो अन्डा लिन्छु म होइन, अनि यो चना आलु त्यो देखिसक्नु, अनि यो जुन नट्सहरू पनि म अलिअलि खान्छु होइन। किनकि इनर्जी चाहिँ चाहिन्छ क्या, इनर्जी नभयो भने तपाईँको यो फेरि मेडिसिनहरू धेरै प्रयोग युज भइसकेपछि चाहिँ धेरै गाह्रो हुन्छ आफ्नो हेल्थको लागि चाहिँ। त्यही भएर म यो डाइटहरू चाहिँ खाइरहेको छु। अनि एक्सर्साइज पनि म अब गर्नेवालामा छु बिस्तारै नै होइन। मेन्टली चाहिँ एकदम स्ट्रङ बनाउनु पर्छ क्या जे कुरो पनि। त्यो मेन्टलीले गर्दाखेरि चाहिँ अलिकति प्रब्लम भयो मेरो चाहिँ त्यो कुराले। अब म सुरु गरिहाल्छु। जुन यो अघि मैले जुन भनेको कुरा चाहिँ विदेश जानलाई चाहिँ बाध्यता थियो कि तपाईँको रहर थियो कि एउटा के थियो त भन्दाखेरि, साथीहरू के थियो भन्दाखेरि, अब म एउटा पहिला खान्छु है, माइन्ड नगर्नु होला, खान्छु। अब यो चाहिँ फेरि म मिक्स गरेर खान्छु क्या, किनकि त्यो नट्स चाहिँ त्यत्तिकै मलाई मन पर्दैन यस्तो क्या साथीहरू।
के थियो भन्दै साथीहरू सिरियसली कुरा गर्दाखेरि चाहिँ विदेश जानुमा मेरो खासै पहिला म 2011-12मै कोरिया ल्याङ्ग्वेज पास भएर बसेको। त्यसरी +2 पढ्दा पढ्दै अनि +2 पनि त्यतिकै भयो। अनि त्यहाँबाट फेरि मैले तपाईँको त्यहाँबाट चाहिँ एकचोटि इक्जाम दिएको थियो कोरियाको इपिएसमा। त्यतिखेर पनि 1 नम्बर पुगेको थिएन। अनि त्यहाँबाट चाहिँ अहिले मैले रिजेक्ट गरेको थिएँ, विदेशै नजाने। अब विदेशै नजाने मैले अब नेपालमै बस्छु, के गर्छु। नेपालमा पनि मेरो राम्रै जब थियो होइन, काम पहिलाभन्दा त अहिले जुन यो पहिलाको कन्डिसनमा भन्दा त अहिलेको कन्डिसनमा धेरै राम्रो जब थियो। त्यही भएर चाहिँ म अब बाहिर नजाने, विदेशै नजाने, अब यहीँ गर्छु, यहीँ बस्छु, केही कुरो गर्छु भनेर मैले मेन्टल सेट गरिसकेको थियो। अनि यही बिचमा साथीहरू अब युरोपको कुराहरू चलिरहेको थियो, धेरै कुरा युरोप कन्ट्री होइन, हेन तेन यस्तो उस्तो सबै कुरा थियो नि त, त्यतिखेर थियो, भइरहेको थियो पनि। अनि त्यसमा नै अनि के भयो भने साथीहरू युरोपको एउटा भनौँ न मान्छेहरू आफ्नै गाउँको मान्छेहरू गएको, सबैजना आफ्नै एजको आफ्नै लेभलको केटा साथीभाइहरू केटी साथीभाइहरू सबैजना विदेश गइसकेको थियो। अनि कहिलेकाहीँ लाग्थ्यो कि अब ओहो दिमागमा पनि के लाग्थ्यो, ओहो सबैजना बाहिर गएको छ, मेरो एजको सबैजना यस्तो भइरहेछ, सेड्युल भइरहेछ होइन। देख्दामा त त्यो देखेँ नि त मैले त। अनि भइरहेछ, गइरहेको पनि छ, राम्रो भइरहेछ, सबैजना यस्तो भइरहेछ। अनि मैले के सोधेँ भने साथीभाइ ओहो म नि जानुपर्छ एकचोटि त विदेश, यो नेपालमा बसेर चाहिँ हुने त केही पनि छैन। हुन पनि हो, नेपालमा अलिक गाह्रो पनि छ होइन, बाहिर गएपछि अलिकति लाइफलाई सेट गर्न सकिन्छ। त्यस्तो कुराहरू चाहिँ मैले सोच्यो होइन, सोचिसक्यो के अरे त्यस्तो कुराहरू चाहिँ मैले सोच्यो भनौँ न, दिमागमा चल्यो। अनि त्यहाँबाट अब मेरो आफन्तहरू बाहिर थियो, बाहिरसँग सल्लाह गरेँ, यस्तो उस्तो हेन तेन, युरोप यस्तो हो उस्तो हो, अब भनौँ न उहाँहरूले दोष दिन चाहनु फेरि म यो कुरामा, किनकि जे हुनु थियो आफ्नो लेखान्त जे छ नि तपाईँको लेखान्त जे लेखेर आएको छ त्यो हामीले भोग्नु नै पर्छ। सबै कुरा भोगेर नै जाने हो, यो कुराहरू तपाईँहरूलाई पनि थाहा छ, सबै कुराले थाहा छ होइन। त्यही भएर चाहिँ मैले अनि यो खास म बाध्यता पनि होइन, राहर पनि होइन जानलाई। मलाई त्यहाँ गएर पैसा धेरै कमाउनु पनि थिएन युरोप कन्ट्रीको एउटा भूत चढिसकेपछि। अनि आफ्नै आफन्तहरूले यो ठाउँमा गरौँ त्यो ठाउँमा गरौँ, अनि त्यहाँपछि यो ठाउँमा जाने त्यो ठाउँमा जाने होइन, यस्तो गर्ने उस्तो गर्ने टाइपको कुराहरू चल्यो। उहाँहरूलाई मैले नराम्रो भन्न खोजेँ होइन, यो कुरामा माइन्ड नगर्नु होला, मैले आफ्नो कुरा चाहिँ राख्न लागेको खासमा। अनि त्यहाँबाट के भयो भन्दाखेरि साथीहरू पहिला त अब भनौँ न एउटा पोर्चुगलको एउटा सपना, पोर्चुगल गइसकेपछि कार्ड पाउँछ, कार्ड पाइसकेपछि अनेक होइन धेरै कुरा हुन्छ त्यसमा। अब भनौँ न यो कार्ड पाइसकेपछि अनेक देशमा कुन देशमा भिजिट गर्न पाइन्छ, यो कार्डले धेरै कुराहरू गरिन्छ, त्यो सुनेको एउटा भनौँ न। मलाई पनि फेरि पोर्चुगलमा त एकदम मनपर्ने सान्दिनँ देशमा त म जाँदै जान भने, किनकि मलाई राम्रो जब पनि थियो नेपालमा होइन, एकदम जबको लागि त मलाई पर्फेक्टै थियो, सबै कुराहरू मिल्दै थियो, राम्रै थियो, मिल्दै गएको थियो भनौँ न, सबै कुरो राम्रै थियो नेपालमा। त्यस्तो मलाई गाह्रो थिएन बस्नको लागि, खानको लागि, हेनदेनको लागि। अनि त्यो बाहिर गइसकेपछि मलाई वाइल्ड पैसा कमाउनुपर्छ, त्यो हेनदेन मलाई यति कमाउनुपर्छ उति कमाउनुपर्छ, मलाई त्यो थिएन। मेरो माइन्ड त पहिल्यै सेट भइसकेको थियो त, पोर्चुगल गइसकेपछि युरोप कन्ट्रीमा त्यति पैसा कमाउँदैन र कमाउन पनि सकिन्न होइन। स्किल भएकोहरूले कमाउन सक्छ, आफ्नो एउटा स्किल बिजनेस भएकोहरूले त कमाउन सकिन्छ। हामी जस्तो अलिकति भनौँ न अलिकति यो हामी जस्तो साधारण मान्छेहरू अलिक गाह्रो छ भनौँ न होइन, भन्न खोजेको त्यही हो मैले चाहिँ। अनि मैले पहिला माल्टा ट्राई गरेँ, माल्टा ट्राई गरिसकेपछि त्यहाँ पनि आफ्नै आफन्त भनौँ साथीभाइहरूले गर्दाखेरि चाहिँ माल्टा 4-5 महिना वेटिङमा भइसक्यो, हेर्न हुन्छ त्यो हुन्छ हेर्न देन हुन्छ भनेर झुकायो। झुकाइसकेपछि त्यहाँ तपाईँको लगभग 1 लाख जति फसिसकेको थियो पैसा, 1 लाख पैसा फसिसकेपछि फेरि त्यहाँ नहुने भयो, थाहा भयो, नहुने थाहा भयो। जुन गदार काम गर्यो एउटा हाम्रो काम गर्ने मान्छेले चाहिँ होइन। अब म भन्न त चाहन्न, तैपनि अब त्यस्तो कुराहरू म गर्न पनि चाहन्न, अब जे हुन्छ हुन्छ होइन, भइसक्यो पनि। अनि माल्टाको लागि ट्राई गरेको थियो, माल्टाको ट्राई गरिसकेपछि तपाईँको त्यहाँ भएन, नभइसकेपछि मैले अब मेरो दाइहरू उता पोर्चुगलमा हुनुहुन्थ्यो, उहाँहरू
पोर्चुगलमा हुनुहुन्थ्यो, उहाँ पोर्चुगलमा मैले सल्लाह गरेँ दाइ पोर्चुगलतिर आउनु पऱ्यो, कसरी आउन सकिन्छ, के गर्न सकिन्छ होइन भनेको। अनि आउने नै हो त अब भन्दाखेरि आउने हो दाइ, अब यस्तो यस्तो भएको यस्तो यस्तो मैले सबै कुरा दाइहरूले अब भने। अनि कस्तो कुराहरू सोचेर मात्रै गर्नुपर्छ भाइहरू, अब गाह्रो छ यहाँ भन्न त पहिल्यै भनेको थियो, तैपनि एउटा भनौँ न गरिसक्यो त होइन, एउटा भुत चढिसक्यो। अब युरोप कन्ट्री भनेपछि त जानैपर्छ भन्ने कुरा एउटा भुत चढिसकेपछि त जसले पनि अभियसली एउटा भनौँ न अब त्यहाँ भएन नभएपछि त अर्को कन्ट्रीमा त गर्नुपर्छ भन्ने सोच एउटा सोचै बोक्यो नि त भन्ने भइसकेपछि फेरि पोर्चुगल जाने एउटा सल्लाह लिएँ, निर्णय गरेँ होइन, आफूले सोचेँ अब जानु नै पर्छ जसरी भयो नि। तर त्यो बिचमा फेरि मैले रेस्टुरेन्टमा काम गर्थेँ, मैले त्यो रेस्टुरेन्टमा मैले भनेको पनि थिएन, साथीभाइहरूले कसैले पनि भनेको थिएन, सबै आफ्नै डिसिजन हो। अनि मसँग एउटा भतिज पनि थियो, भतिजी सँगसँगै गरेको थियो हामी दुईजनाले। त्यही हो, मलाई यो विदेश जानलाई तपाईँको रहर बाध्यता केही पनि थिएन, आफ्नै एउटा सोचाइले गर्दाखेरि तपाईँको भनौँ न गएको हो। आफ्नै लागि के हुन्छ कि यो कार्ड बनाइसकेपछि, युरोपको कार्ड बनाइसकेपछि के हुन्छ कि भन्ने त्यो साइडमा चाहिँ लगाएर म गएको खालको होइन साथीहरू। बाध्यता पनि थिएन, रहर पनि थिएन, मलाई युरोप गएर पैसा कमाउनु पनि थिएन, यसो गएर अलिकति लाइफ पछि फ्यामिलीहरूलाई सेट गर्न सकिन्छ कि, सेड्युल गर्न अब भनौँ न फ्यामिलीहरू लागेर बच्चाहरूको लागि के हुन्छ कि भन्ने एउटा कन्सेप्ट बोकेर मात्रै गएको खासमा। तर भइदियो सोचे जस्तो युरोप छैन होइन। सबै कुराहरू के हुन्छ भने साथीहरू तपाईँहरूलाई के भन्छु भने तपाईँहरू पनि अब युरोप कन्ट्री जुनै कन्ट्रीमा जानुहुन्छ धेरै कुरा सोचेर मात्रै जानुहोस्। यहाँ सोचेको जुन छ नि तपाईँहरूले पाउनुहुन्न, सबै कुरा धेरै डिफ्रेन्ट, धेरै गाह्रो छ। युरोप कन्ट्री भनेको तपाईँको मैले चाहिँ धेरै कुरा भोगेको छु, धेरै कुराहरू भोगेको छु होइन। युरोप कन्ट्रीमा चाहिँ त्यहाँ बुझेको पनि छ, त्यहाँ भएको मान्छेले पनि त्यति डुल्याएको छैन होला। युरोप कन्ट्री के अरे पोर्चुगल मैले त्यति धेरै घुमेको छ, कामहरू खोजेको छ, एकतिर काम पाउँदैन, एकतिर एजेन्टहरू यति चोरो हुन्छ, साथीभाइ नेपालीहरू भएर पनि सपोर्ट गर्दैन होइन। अनि साथीभाइहरूले पनि झन् हौसला दिनुको साटो तपाईँलाई यस्तो उस्तो के अरे पहिला पनि यतिजना यस्तरी बसेको थियो, यसरी काम नगरिकन बसेको थियो, ह्यान त्यन बाद यस्तो बाद कामै पाउँदैन, अब यो पोर्चुगल भनेको यस्तो उस्तो तपाईँको धेरै कुराहरू के त्यो कुराहरू धेरै नै सुनेँ मैले पनि। जुन त्यस्तो कुराहरू चाहिँ तपाईँहरूले नगरिदिनु होला, तपाईँहरू पनि भिडियो हेर्दै हुनुहुन्छ भने, जुन बाहिरतिर साइडबाट हेर्दै हुनुहुन्छ भने यस्तो कुराहरू जुन अलिकति मान्छेले हौसला दिने टाइपको चाहिँ कुरा गरिदिनु होला, त्यो मान्छेलाई अलिकति इनर्जी नै त्यो हराउने होपलेस बनाउने कुराहरू चाहिँ नगरिदिनु होला प्लिज, म त्यो भन्न चाहन्छु। बरु सक्दो सहयोग गरिदिनु होला तपाईँले। मैले पनि गरेँ हो सक्दो सहयोगहरू त, कुनै अब साथीभाइलाई त्यहाँ हुँदाखेरि चाहिँ तपाईँको के अरे सामानहरू नहुनु, हामीले सामान किनेको थियो त्यति कामको सिलसिलामा हामी कहाँ कहाँ पुगेको थियो साथीभाइ। मेरो साथी पनि त्यहीँ अहिले बसिरहेको छ, उसलाई पनि थाहा छ यो कुराहरू। बिस्तारै म यो कुरा डिटेल्समा मजाले ल्याउँछु साथीहरू। म त्यही कुरा खासमा चाहिँ कुरा चाहिँ विदेश जान चाहिँ बाध्य थियो कि रहर थियो कि के थियो त भन्दाखेरि केही पनि थिएन। एउटा फ्यामिलीको लागि प्लानिङ थियो, केही हुन्छ कि पैसा कमाउँदैन मलाई थाहा थियो युरोपमा, अनि फ्यामिलीको लागि बच्चाको लागि के हुन्छ होइन, पछि के आफ्नो लागि पनि फ्युचरको लागि के कुरो राम्रो हुन्छ भनेर मात्रै मैले ट्राई गरेको। यो पैसा कमाउनु छ अनि पैसा कमाउँछ, यति पैसा कमाउनु पर्छ भनेर मैले यो कुराहरू चाहिँ यो युरोपको मैले भिसा एप्लाई गरेको पनि थिएन। आज भिडियो लङ भयो साथीहरू, मैले खाजा पनि खानु पाइनँ। अब बोल्दै बोल्दै नै अब यस्तो कुराहरू धेरै कुराहरू हुन्छ, त्यही भएर पछि म तपाईँहरूलाई फेरि राम्रो भिडियो लिएर आउँछु। यो भिडियोले माया गरिदिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँहरूलाई हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। फेरि भेटौँला भन्दै नमस्ते।